Se você não gosta do meu trabalho, pode me pagar o que me deve e despedir-me. Namaste, I'm Sabina, your Portuguese teacher. यहाँ सोध्नुभएको छ साथीले कसरी भन्ने मेरो काम राम्रो लाग्दैन भने मेरो हिसाब गरी पेपर सहित मलाई फोरा गरे हुन्छ भन्नुहुन्छ हैन बाहिर भन्दाखेरि हामी फोरा भन्छौँ हैन आउटसाइड फोरा तर त्यस्तो बाहिर निकाल्दै भने जस्तो नेपालीमा भन्न खोजे जस्तो हुँदैन हजुरले भन्न खोज्नु भएको चाहिँ मलाई फायर गर मन परेन भने भन्न खोज्नु भएको हो यो केसमा हामी कसरी भन्दछौँ भने se você não gosta do meu trabalho pode pagar o que me deve e despedir-me. यदि हजुरलाई मेरो काम राम्रो लाग्दैन भने मेरो पे गर्नु जे छ अनि मलाई निकाल्दिनु अनि हजुरले फुन्दो पेपरको कुरा गर्नुभएको छ हैन त्यो कुरा जहाँसम्म रहेको छ हजुरले त्यो मेन्सन गर्नु पर्दैन किन भन्दा त्यो हजुरको लिगल राइट छ हजुरलाई इम्प्लोयरले दिनै पर्ने हुन्छ त्यसैले हजुरले माग्नु पर्दैन फेभर मागेको जस्तो गरेर माग्नु पर्दैन इट्स योर राइट सो दे हैव टु गिभ यु ओके तर यदि उनीहरूले अलि समयपछि पनि दिएन के गरेन भनेदेखि चाहिँ हजुर भन्न सक्नुहुन्छ pode me dar a declaração de desemprego अथवा के भन्छ त्यसलाई declaração de situação de desemprego यस्तै के भन्छ हैन तर declaração मात्रै भन्दा हुन्छ हजुरले त्यो पुरा टिचरले भनेको जस्तो पुरा फुल गरेर भन्नु पर्दैन जस्ट declaration हैन declaração de desemprego pode me passar a declaração de desemprego अथवा pode me dar a declaração de desemprego जसरी पनि भन्न सक्नुहुन्छ हैन मलाई दिनुस् अथवा पास गर्नुस् जसरी पनि भन्न सक्नुहुन्छ तर त्यो भनेको चाहिँ उनीहरूले सर्टेन टाइमसम्म हजुरलाई दिएन भनेदेखि चाहिँ हजुर भन्न सक्नुहुन्छ तर हजुरले काम गरिरहेको छ तँलाई मेरो काम मन परेन भने मलाई निकाल्दे अनि डिक्लेरेसन दे भन्न चाहिँ अलि मिल्दैन के किन भन्दा डिक्लेरेसन भनेको हजुरलाई निकाल्ने बित्तिकै उनीहरूले दिनै पर्ने हुन्छ त्यसैले नट नेसेसरी हजुरले सोध्नु भएको क्वेशनको आन्सर त गरेँ मैले हैन तर म एउटा के थप्न चाहन्छु भने हैन फ्रीको उपदेश दिन चाहन्छु भन्दाखेरि काममा कहिले पनि हजुर डिसाइड गर्नु हजुरलाई के मन छ हैन अरूको इन्फ्लुएन्समा आएर हजुरले काम छोड्नु अथवा हजुरको इम्प्लोयरलाई मन परेन के मन परेन भने हजुर पोलाइट तरिकाले आफ्नो फ्रस्ट्रेसन एक्सप्रेस गर्न सक्नुहुन्छ हैन तर मलाई मन परेन भने निकाल्दै यस्तो तरिकाले भन्दाखेरि चाहिँ अलिकति अनप्रोफेसनल देखिन्छ अनि हजुरको यो काम गए पनि हजुरलाई फ्युचरमा पनि त अरू कामहरू गर्नुपर्ने हुन्छ नि त हैन त्यसैले म चाहिँ अलिकति पोलाइटनेस चाहिँ मेन्टेन गर्नु भन्छु हैन यसरी डाइरेक्ट चाहिँ नभन्नु भन्छु अब हजुरलाई केही कुरामा चित्त बुझेको छैन अथवा कम्प्लेन गरिरहेको छ म्यानेजरले के भने त्यो म्यानेजर भन्दा पनि माथिको लेभलको लागि कम्प्लेन गर्न सक्नुहुन्छ हजुर तर यदि अब ओनर साउले नै हजुरलाई त्यस्तो व्यवहार गरिरहेको छ भनेदेखि जस्ट लिभ इट